Hello, welcome to our channel Tech Bataj. आज चाहिँ हामीले Django को बारेमा केही सिक्छौं। एट फर्स्ट हामी इनिशियल त कसरी जान्छौं भनेपछि Django कसरी इन्स्टल गर्ने, कसरी रन गर्ने। हाम्रो फर्स्ट पार्ट नै त्यही हुन्छ। हामी पहिला फर्स्ट टर्मिनलमा जान्छौं। टर्मिनल खोल्छौं हैन। अब चाहिँ हामी फर्स्ट त जान्छौं डेस्कटपमा गएर मैले एउटा फोल्डर बनाउँछु Django videos भनेर हैन। अब म Django भिडियो भित्र गए र अब म मैले VS Code खोलेँ। अब कसैलाई लिनक्समा काम गरेको छैन र एप्पलमा काम गरेको छैन थाहा हुँदैन यो मैले के गरेँ भन्ने कुरा। केही पनि बनाएँ मैले डेस्कटप भित्र पाथमा गएको र एउटा फोल्डर बनायो। यसले फोल्डर बनायो र म यो फोल्डरको भित्र गएँ म हैन। यति मात्र र यो फोल्डर चाहिँ यतै छ। कहाँ छ Django भिडियोज भनेर यहाँ छ। जसरी बनाउँदा नै हुन्छ। अब यहाँ चाहिँ म खोल्छु टर्मिनल गऱ्यो भन्दाखेरि अब टर्मिनल खोलिसकेपछि एट फर्स्ट त अब हामी टर्मिनल खोलेपछि के गर्नु पर्यो भन्दाखेरि हाम्रो मसिनमा पाइथन छ कि छैन, पाइथन इन्स्टल छ कि छैन चेक गर्नु पर्यो है। चेक गर्नको लागि केही पनि छैन, सिम्पल सानो कुरा छ। पाइथन भर्जन गऱ्यो भने चाहिँ पाइथन मेरो भर्जन यति छ भन्दा आइरहेछ। यो त टाइमसँग अपडेट हुन्छ, यो यही हुनुपर्छ भन्ने केही छैन हैन। र अब पाइथन हामीसँग छ भने ठिक छ, छैन भने चाहिँ इन्स्टल गर्नु पर्यो हैन। इन्स्टल गर्ने प्रोसेस अहिले म सिकाएन। र अब चाहिँ फर्स्टमा हामीले के गर्नु पर्यो, एउटा भर्चुअल इन्भाइरोमेन्ट बनाउनु पर्यो हो। भर्चुअल इन्भाइरोमेन्ट कसरी बनाउने त भन्दाखेरि पाइथन 3 -env यो पाइथन 3 हान्दा पनि हुन्छ, पाइथन हान्दा पनि हुन्छ। नभए यसमा मेरोमा पाइथन 3 छ, त्यही भएर म 3 हान्दा छु। अहिले के भने पाइथन 3 मेक भर्चुअल इन्भाइरोमेन्ट, त्यसको नाम चाहिँ इन्भाइरोमेन्ट पर्यो भने हो। अब यसले एकछिन थोरै मात्रै टाइम लगाएको छ। म यो पहिला बनाएको थियो यसलाई डिलिट गरिदिउँ हैन। इन्भाइरोमेन्ट भन्ने आइसकेको छ हो। अब हामीले भर्खरै हामीले इन्भाइरोमेन्ट बनायौँ, अझै हामीले Django सुरु गरेको छैन। अब के गर्नु, Django इन्स्टल गर्नु पर्यो इन्भाइरोमेन्ट भित्र। तर यतिकै इन्स्टल गरेर के हुन्छ, हाम्रो रुटमा इन्स्टल हुन्छ। त्यही भएर हामीले चाहिँ पहिला इन्भाइरोमेन्ट के गर्नु पर्यो, एक्टिभेट गर्नु पर्यो। के गर्नु, एक्टिभेट गर्नलाई के गर्नु पर्यो, सुरुमा सोर्स env भनेको हाम्रो इन्भाइरोमेन्ट नाम bin एक्टिभेट गरेपछि इन्भाइरोमेन्ट भन्ने आयो, इन्भाइरोमेन्ट बन्यो है। अब चाहिँ हाम्रो काम के हुन्छ, pip3 install Django। यसले के भयो, Django इन्स्टल गर भन्यो। अब Django इन्स्टल हुँदैछ हो। अब के भयो, Django इन्स्टल भइसक्यो। अब इन्स्टल भइसकेपछि के गर्नु पर्यो, नेक्स्ट स्टेप भनेको हाम्रो के छ भन्दाखेरि Django इन्स्टल भयो कि नै भनेर चेक गर्नु पर्यो। यसलाई कसरी गर्ने, Django admin भर्जन भनेर चेक गर्ने है। Django इन्स्टल भइसकेको छ हो। अब नेक्स्ट स्टेप भनेको Django पनि इन्स्टल भयो, इन्भाइरोमेन्ट बन्यो हैन। नेक्स्ट स्टेप भनेको हाम्रो के हो, अब Djangoले रन गर्न पर्यो हैन। त्यसको प्याकेजेसहरु के छ सबै ल्याउनु पर्यो। Django फ्रेमवर्क हो, त्यसको प्याकेजेसहरु सबै लिन पर्यो। त्यसको लागि के गर्न सकिन्छ भन्दाखेरि अब हामीले एउटा कमान्ड हाल्नु पर्छ। त्यो कमान्ड के हो भन्दाखेरि Django admin start project अनि प्रोजेक्टको नाम। प्रोजेक्टको नाम मैले अहिले लेखेँ के भन्दाखेरि होम भन्ने एउटा प्रोजेक्ट छ
यसले के भन्यो भनेपछि त्यो स्टार्ट एप सरी स्टार्ट प्रोजेक्ट सँगै राख्नुपर्छ। मैले छुट्टै राखेँ। यहाँ होम भन्ने एउटा प्रोजेक्ट बनिसक्यो होइन, हाम्रो कोड पनि आइसकेको छ। सबै चिज आइसकेको छ हो। अब सुन्नु के भयो भन्दाखेरि चाहिँ होम पनि बनिसक्यो, होमको भित्र एउटा एप पनि छ, इन्भाइरोमेन्ट छँदैछ, इन्भाइरोमेन्ट एक्टिभ भइसकेको छ। हामी अहिले कहाँसम्म पाथ हाम्रो ज्याङ्गो भिडियोमा छ। अब हामीलाई यो होम भन्ने प्रोजेक्ट रन गर्न पऱ्यो भने एट फर्स्ट त हामी होममा जानु पऱ्यो होइन। होममा गइयो, होममा गइसक्यो। यसले रन गर्ने कसरी भन्दाखेरि पाइथन manage.py run server र म यहाँ चाहिँ अहिले पाइथन नगएर पाइथन 3 हाल्छु। यति गर्दा चाहिँ हाम्रो प्रोजेक्ट चाहिँ रन हुन्छ। ल The install worked successfully. Congratulations, you release a node for Django 5.2। ल तपाईँलाई पनि कङ्ग्रेचुलेसन। के गर्नुभयो भन्दाखेरि हजुरहरूले प्रोजेक्ट चाहिँ एउटा बनाइसक्नुभयो। जस्ट Django सेटअप गर्नुभयो। र नेक्स्ट क्लासमा चाहिँ हामीले अब एप बनाउँछौँ। एप कसरी बनाउने Djangoमा त्यो सिक्छौँ। आजलाई थ्याङ्क यू। टु सब्सक्राइब, लाइक एन्ड सेयर टेक बटाज। थ्याङ्क यू।